सामुदायिक रेडियो प्रसारक सङ्घले एउटा महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरिरहेको छ। यसका लागि म बधाई ज्ञापन गर्न चाहन्छु। मैले सोधेँ अध्यक्षज्यूलाई अहिले कति छ त रेडियो भनेर। करिब 40-45 को अवस्था थियो। अहिले चाहिँ ठ्याक्कै काम गरिरहेका रेडियोहरूको अवस्था हेर्ने हो भने 20 तिर हामी आइसक्यौँ भन्ने खालको प्रतिक्रिया चाहिँ उहाँले दिनुभयो मलाई। अनि मैले यो सङ्ख्या अलि कम भयो कि भन्ने मेरो एउटा जिज्ञासा थियो। त्यो कारणले उहाँले यसो भन्दै गर्दाखेरि मेरो उत्तर पनि त्यहीँनिर आए जस्तो मैले अनुभूति गरेँ। र अब सामुदायिक रेडियो प्रसारक सङ्घले विगतमा पनि विशेषतः रेडियोहरूको हितका लागि चाहिँ निकै लामो समय काम गरेको हामी देखेका छौँ। हामीले रेडियोमा काम गर्दाखेरि पनि यहाँले गरेका कामहरूबाट हामी अत्यन्तै हामी उत्साहित थियौँ। त्यतिखेर हामीले सिक्ने एउटा मौका पनि प्राप्त गराएको थियो। विगतका दिनलाई हेर्ने हो भने सामुदायिक रेडियो प्रसारक सङ्घले चाहिँ त्यो नेतृत्व लिएर नै काम गरेको केन्द्रदेखि हामीले देखिरहेका छौँ। र अहिले चाहिँ अब यहाँले यो समयको आवश्यकता अनुसार होइन, अहिले चाहिँ यो सञ्चार क्षेत्रकै अब अहिले हेर्ने हो भने हाम्रो कार्यशैली पनि फेरियो। हिजो हामी जसरी भनिराखेका थियौँ, अब हामी हातमा बुम क्यामेरा लिएर फिल्डमा जानुपर्ने भन्थ्यौँ। आज अब ती सबै कुरा हटेर अहिले हातमा एउटा मोबाइल लिएर नै फिल्डमा जान सक्ने परिस्थिति भयो भनेपछि यसो परिभाषा नै फेरिएको स्थिति छ। अब यो फेरिसके पछाडि हामीले पनि अब हाम्रो काम गराई हाम्रो कार्यशैलीलाई पनि परिवर्तन गर्नुपर्ने अवस्था छ मिडियालाई सञ्चालन गर्नका लागि। र अब जुनसुकै कुनामा पनि हामी यहाँ गण्डकी भन्नुपर्ने अवस्थै छैन। अहिले चाहिँ अब ग्लोबल्ली यहाँ उत्पादन गरेको कन्टेन्टलाई हामी ग्लोबल्ली जाने भइसके पछाडि हामी कुनै एउटा भूगोलको भेगको भन्नुभन्दा पनि हामी एउटा चाहिँ नि ग्लोबल भिलेजभित्र छौँ। तसर्थ पनि हामीले यहाँ उत्पादन गर्ने हामीले सञ्चालन गर्ने कार्यक्रमहरूले चाहिँ एउटा चाहिँ ग्लोबल भिलेजमै अर्थ राख्छ। तसर्थ पनि अब हामी यो प्रतिस्पर्धामा जानुपर्ने आवश्यकता छ। र अब यो सँगसँगै अलिअलि चुनौती पनि छन्। अहिले अब डिजिटल मल्टिमिडियासँग केन्द्रित रहेर धेरै तालिमहरू पनि भइरहेका छन्। र मलाई लाग्छ आज डिजिटल युगमा रेडियो सामग्री निर्माण ब्रान्डिङ कार्यक्रम प्रसारण भनेकै मल्टिमिडिया ट्रेनिङ हो। यो मल्टिमिडिया ट्रेनिङभित्रै धेरै कुराहरू पर्छन्। तसर्थ चाहिँ अब रेडियोका लागि चाहिँ अब कन्टेन्ट कस्तो दिने, बरु दिनमा बिहान 4 घन्टा बेलुका 4 घन्टा रेडियो चलाएर भए पनि कन्टेन्ट राम्रो दिन सकियो भने रेडियो बाँच्छन् कि भन्ने प्रतिक्रियाहरू हामी विभिन्न जिल्ला जाँदाखेरि चाहिँ मैले सुन्ने पनि गरेको छु र खैर यहाँहरूले परिमार्जन गर्दै लग्नु भएको पनि छ। अब यो कन्टेन्ट अहिले हामी देख्छौँ भाइरल हुने कन्टेन्ट चाहिँ अलिक बढी बनाउने चलन पनि बढ्दै गइरहेको छ। सामुदायिक रेडियोहरूकै कुरा गरिनँ मैले, तर एउटा फ्रिलान्सरको रूपमा काम गर्ने साथीहरूले चाहिँ कसरी हुन्छ मिडियामा आफ्नो त्यो एउटा खालको होइन आफू इस्टाब्लिस हुने नाममा विभिन्न खालका गतिविधिहरू गरेको हामी देख्छौँ। तर अब रेडियोलाई जोगाउनका लागि अब रेडियोहरूको अवस्थाकै कुरा गर्दा अहिले धेरैका निवेदनहरू त्यहाँ आएका छन्। प्रेस कार्यालयमा मुख्यमन्त्री कार्यालयमा मैले देखेको छु हाम्रा सामग्रीहरू बिग्रे, चट्याङले खाए, सहयोग गरिदिनु पर्यो भन्ने खालका कुराहरू चाहिँ देखिएको छ। र मैले त्यो विषयमा प्रदेश सरकार